नमस्कार साथीहरू, खोजी विशेषको आजको भिडियोमा यहाँहरूलाई पुनः स्वागत छ। हेर्दा सामान्य लागि पनि यो भिडियोले गहिरो अर्थ बोकेको हुनाले यो भिडियोलाई स्किप नगरिकन अन्त्यसम्म हेरिदिनु होला र चित्त बुझेमा एक लाइक, एक कमेन्ट तथा यस भिडियोलाई तपाईको साथीमा सेयर गर्न पनि नबिर्सनुहोस्। र हाम्रो च्यानलमा अहिलेसम्म तपाई जोडिनु भएको छैन भने फेसबुक पेज, टिकटक र इन्स्टा एकाउन्ट मार्फत तपाई फलो गर्न सक्नुहुनेछ। त्यस्तै हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्न सक्नुहुनेछ। के तपाईको गाउँ शहरमा बस बिसाउने, यात्रु उक्लने अथवा झर्ने यस्ता थुप्रै ठाउँ छन्? के यो भिडियोमा देखिए जस्तै व्यवस्थित छन् त? के अपाङ्ग मैत्री प्रतीक्षालय छन् त जहाँ घाम पानीको समयमा कुनै समस्या नहोस् र अपाङ्ग अथवा अशक्त व्यक्तिहरू पनि सजिलै बस चढ्न अथवा उक्लन झर्न सकुन्? हामी यो भिडियो मार्फत यो सन्देश दिन गइरहेका छौँ कि स्थानीय जनता, सरकार तथा यातायात व्यवसाय मिलेर तपाई हाम्रो गाउँठाउँमा पनि न्यूनतम लागतमा यस्ता व्यवस्थित बस स्ट्यान्ड बनाउन सकिन्छ। सडक दुर्घटना न्यूनीकरण, यातायात व्यवस्थापन तथा भेहिकलको लाइफ एक्सटेन्सनमा टेवा पुर्याउनको लागि यस्ता खालका बस स्टपहरू अत्यन्तै उपयोगी हुन्छन्, जहाँ समय तालिकाको पनि व्यवस्थापन गरिएको होस् ताकि बस आउने र जाने समयको जानकारी होस्।